दोलखा जिल्लामा अवस्थित एक पवित्र धार्मिक स्थल कालिचोक भगवती मन्दिर। करिब 3800 मिटरको उचाइमा रहेको यो पवित्र स्थलमा देवीको पूजा अर्चना गरिन्छ र दशैं पूर्णिमा तथा जनै पूर्णिमाको दिन दर्शनार्थीहरूको ठूलो भिड लाग्ने गर्छन्। यहाँबाट गौरीशङ्कर, लाङटाङ हिमालको साथै अरू थुप्रै हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ। आज ऊ 16 वर्ष पुरा भएर 17मा हिँड्दैछ। लास्ट टाइम म आउँदा ऊ 2 वर्षको थियो होला। त्यसपछि यस ठाउँमा आउनको लागि वर्षौसम्म म भित्र यति धेरै आन्तरिक द्वन्द्व चलिरहेको थियो कि म यो पवित्र मन्दिरमा फर्कने जहाँ मैले बाल्यकालदेखि देवी माताको पूजा गर्दै आएको छ वा टाढा रहने। किनभने अहिलेको यो आधुनिक विकासले यस क्षेत्रको प्राकृतिक सुन्दरता र महादेवीको शक्ति मेटाइसकेको हुन सक्छ भन्ने डर थियो। तर यो ठाउँ मेरो सपनामा बारम्बार आइरहने र मलाई दर्शनको लागि बोलाइरहेको आभास हुन्थ्यो। अन्ततः 16 वर्षको यो लामो म भित्रको आन्तरिक द्वन्द्वपछि यो पवित्र धार्मिक स्थलमा म फर्किएँ। स्मृतिहरू र वास्तविकताको बीच, नयाँ र पुरानो बीच, त्यो पुरानो आत्मा खोज्दै जुन ठाउँले कहिलेकाहीँ मेरो लागि विशेष बनाएको थियो। जब मेरो पहिलो नजर यो सानो कुरी भिलेजमा पर्यो नि, यहाँ सब थोक परिवर्तन भइसकेको रहेछ। पहिला उभिएको त्यो पुरानो चौरीकोट, शेर्पाहरू बस्ने सानो सानो काठको फलेक अनि ढुङ्गाले छाएको त्यो सानो कटेरो, चौरीको छालाको बिछौना, चौरीको दुधबाट बनेको अनेक परिकारहरू अनि जाडोमा सुचिया पिउँदै झाँक्रीले बजाउने ड्याङ ड्याङ आवाज र चौरीको घाँटीमा बज्ने घन्टीको आवाज। अब ती आधुनिक क्याफे र रिसोर्टहरूमा बस्ने डिजे अनि क्याम्प फायरमा पोलिने मासुको परिकारले प्रतिस्थापन गरिसकेको रहेछ। यहाँ आउँदा सधैँ नाकमा पर्ने स्थानीय खाना र जडीबुटी मिसिएको बास्ना जुन मेरो लागि यहाँको पहिचान थियो त्यो पनि हराइसकेको रहेछ। मलाई लाग्छ म उही नाम भएको तर फरक संसारमा उभिएको छु। यहाँ फर्किँदा पुरानो यादहरू उस्तै हुन्छ होला भनेर मेरो पुरानो यादहरू जगाउन धेरै कोसिस गरेँ। तर हामीले चाहेर नचाहेर पनि समयले कोल्टे फिरिसकेछ। यो ठाउँको आत्मा, भक्ति र आध्यात्म अझै हुन सक्छ, तर यसको भौतिक स्वरूप पुरै बदलिएको छ र म यो दुई भावना बीच अडिएको छु। पुरानोको लागि सम्झना र नयाँको लागि जिज्ञासा। सायद मेरो यो यात्रा आवश्यक थियो, मात्र परिवर्तनहरू हेर्न होइन, परिवर्तन स्वीकार गर्न पनि। मेरो पुरानो सम्झनाहरू सधैँ मेरो मनमा रहनेछ, जसरी थियो त्यस्तै। सायद अब समय आएको छ कि म नयाँ यथार्थलाई अपनाऊ र यहाँ नयाँ सम्झनाहरू सृजना गरौँ जहाँ कुनै बेला मेरो मन रमाउँथ्यो। केही ठाउँहरू परिवर्तन हुन्छन्, तर तिनले दिएको भावनाहरू सधैँ हाम्रै मनभित्र रहन्छन्।